गाइजहरू के छ त सबैजना सन्चै हुन्छ होला है र म पनि सन्चै छु। सो गाइज छैन हिजो चाहिँ म लास्टै टेन्सनमा थिएँ र त्यही भएर मेरो सानो भिडियो सिडियो केही पनि आएन। ट्याक्क लाएर अब 1 वर्ष पढ्नु त पढ्यो है, गाउँले हो के गर्नु, फेल भइहाल्यो। त्यही भएर म त टेन्सनमा छु गाइजहरू। यो बुकले मलाई टेन्सन दिइरहेछ गाइजहरू हिजोदेखि है। फेल भइहाल्यो, नपढ्नु होइन पढेकै हो, डरै पढेको 1 वर्ष पढ्यो है। गाह्रो छ गाइजहरू, टेन्सनमा छु गाइजहरू। यस्तै छ है जिन्दगी। अब यसलाई पनि म फ्याँक्दिन्छु होइन, ट्याक्क लाएर अब यसलाई त्यागिदिएको मैले अब चाहिँ होइन गाइजहरू। यस्तै छ है जिन्दगानीमा, अब चिलमा बस्ने हो, टेन्सन छ गाइजहरू। अब के गर्ने भन्ने कुरो हो। कोरिया जाउँ भनेको, कोरिया पनि क्लास भइगयो, अब यस्तै भयो गाइजहरू। सो अब चाहिँ केही गर्नुपर्ने हुन्छ होइन, अर्कोतिर लाग्नुपर्ने हुन्छ। यो चाहिँ मेरो प्याकअप हो। अब पछि फेरि कमब्याक गर्नुपर्छ होइन, त्यो गाइज। अब यस्तै छ है, टेन्सन छ। अब काम खोज्नुतिर लाग्नुपर्ने हुन्छ, काठमाडौँमा कता हो काम है थाहा छैन। यस्तै छ है, टेन्सन छ गाइजहरू। 95 मात्रै आइरहेछ के भएको फेरि, म त मर्छु होला गाइजहरू। 1 वर्षको मेहनत गयो गएको गाइजहरू मेरो। यस्तै हो है यो बुकलाई त म त हेर्नु पनि मन छैन गाइजहरू। लास्टै टेन्सनमा छु म। ल बाई बाई गाइज। अब न्यू ब्लगको साथमा भेट्नुपर्छ है। अब केही कामहरू मिलाउँदैछु, अब त्यही कामहरू मिल्यो भने अनि गर्नुपर्छ, त्यतिखेर भेट्नुपर्छ ल गाइजहरू। बाई बाई।